हेलो हेलो। आज चाहिँ हाम्रो यो जानकी नगरको साइडमा काम भइरहेको छ। हामीले चाहिँ यहाँ इलेक्ट्रिक गाडीहरूको चार्जिङको लागि यहाँ एउटा पोइन्ट राखेका छौँ। एउटा पावर सकेट त्यहाँ माथि चाहिँ स्विच बोर्ड बाहिरको। त्यसपछि यो हलमा यो चाहिँ हाम्रो टिभी क्याबिनेट बस्छ। त्यसको लागि अहिले वायरिङको पाइप मात्र ल्याएर छोड्छौँ। त्यहाँ स्विच बोर्ड बस्छ। पछि एउटा कर्नरमा एउटा पावर सकेट, एउटा त्यता पावर सकेट। यो चाहिँ स्विच बोर्ड। हाम्रो एमसिबी चाहिँ सिडीमा बस्छ। भित्र चाहिँ हाम्रो लगभग काम सकिएको छ। वायरिङ चाहिँ यस्तो छ। यहाँ हुँदैछ काम, अझै भ्याइए होइन। त्यसपछि सिडीमा चाहिँ हाम्रो यो फुटलाइट बस्छ। त्यसको लागि पढे हम हाम्रो माथिको चाहिँ एमसिबी त्यहाँ बस्छ। टोयलेटको र यो गल्लीको स्विच बोर्ड त्यहाँ बस्छ। हाम्रो टुवै स्विच यहाँ आइसकेपछि हाम्रो हल दुईटा स्विच बोर्ड। यता हाम्रो एसी बस्छ। यता एउटा पावर सकेट। यहाँबाट टिभीको लागि यो वाल लाइटलाई हाम्रो पावर सकेट। गेट स्विच प्लस पावर सकेट। यता ड्रेसिङको लागि मिरर लाइटलाई माथि गएर छोडेको पनि चाहिँ हाम्रो एसी चाहिँ यता बस्छ। स्विच बोर्ड, पावर सकेट। यहाँदेखि सारा यहाँबाट मेन लाइन ताने हम। स्विच बोर्ड यहाँ माने पावर सकेट। एसी को यहाँ बसे तर यो अलिकति यतापट्टि सार्नुपर्छ। हाम्रो एक काम गर्ने मान्छे 24 घण्टामा लगभग 18 घण्टा मोबाइल चलाउँछन्। काम भइरहेको छ। हाम्रो तगडा मामा यताभित्र काम गर्दै हुनुहुन्छ। चाहिँ कोरियन प्रविधिद्वारा काम गर्नुहुन्छ। त्यस्तो छ खतरा ट्यालेन्ट। हाम्रो यहाँ चाहिँ मिरर लाइट बस्छ। यहाँ चाहिँ एउटा साइडमा एउटा पावर सकेट र मिरर लाइट अन अफ गर्नेबाट हुन्छ। त्यही हो गाइज।